हेलो डियर स्टुडेन्ट्स, आज हामी नेक्स्ट च्याप्टर डिफ्र्याक्सनको बारेमा डिस्कस गर्दैछौँ। फर्स्ट अफ अल, व्हाट डु यु मिन बाइ डिफ्र्याक्सन एन्ड इट्स एक्जाम्पल बारेमा डिस्कस गरौँ। सँगै टाइप्स अफ डिफ्र्याक्सन, फ्रेक्सनल डिफ्र्याक्सन एन्ड फ्रन्ट डिफ्र्याक्सन। र यहाँनिर बोर्ड एक्जाम ग्रेड 12 को लागि मोस्ट इम्पोर्टेन्ट क्वेसनको लिस्टमा फ्रन्ट डिफ्र्याक्सन एउटा सिङ्गल सिट पर्नेछ, त्यो बारेमा डिस्कस गर्दैछौँ। हामी त इजी फिजिक्स कसरी इजी हुन्छ त्यसरी पढाउने कोसिस गर्दैछौँ। भिडियोभन्दा बाहिर डियर स्टुडेन्ट्स, ओके छ नि? फर्स्ट अफ अल, वाट इज द डिफ्र्याक्सन त्यो बुझौँ न। मैले यसो गरेँ, एउटा सानो स्लिट बनाएको छु। यहाँ मैले यसरी सोर्स राखेँ, यसरी सोर्स राखेँ। यहाँ स्क्रिन बनाएको छु, यसरी लाइटको सोर्स स्पेरिकल सोर्स राखेको छु। यो त चारै डिरेक्सनमा यसरी जान्छ नि है। जस्ट लाइक तिमीले पोन्डमा एउटा कुनै स्टोन ड्रप गर्यो भने वेभ जसरी जेनेरेट हुन्छ सबैतिर जान्छ। पहिला यो लाइटको सोर्स हेरियो, यो कर्नरमा यसरी गएर ठोकियो, यो कर्नरमा यसरी गएर ठोकियो, यहाँ पुग्छ यसरी ठोकिएको, यहाँ पुग्छ यसरी। यहाँ मात्रै सीमित हुन्न राजी, यहाँ मात्रै यसो हुन्न। यहाँ ठोकिएको यहाँ छ नि, यो यसरी बेन्ड भएर पनि जान्छ, यसरी यसरी बेन्ड भएर जान्छ। यहाँनिर यसरी बेन्ड भएर जान्छ, यसरी भयो, यहाँ यसरी भयो, यहाँ यसरी भयो। यो यहाँ यसको सिधा यो त यति भाग त के हुन्छ, स्याडो बन्न जान्छ। स्याडो हाई इन्टेन्सिटीको स्याडो भन्छ, यसमा चाहिँ हाई इन्टेन्सिटीको स्याडो भन्छ। फेरि यहाँनिर नि स्याडो भन्छ, फेरि यहाँनिर नि स्याडो फर्मेसन हुन्छ। यहाँनिर नि एसएचए डिओडब्ल्यू स्याडो भन्छ। यहाँ हाई इन्टेन्सिटी हुन्छ, यहाँ स्याडोको इन्टेन्सिटी घट्दै जान्छ। यसरी जोमेट्रिकल स्याडो भन्न जान्छ। द रिजन अफ द जोमेट्रिकल स्याडो फर्मेसन हुन जान्छ, यसैलाई डिफ्र्याक्सन भनिन्छ। यसरी नै मैले अर्को यसो गरेँ, यसरी स्लिट बनाएको छु, यतापट्टि यसरी स्क्रिन राख्छु यसरी। अब यहाँनिर सोर्स बनाएको रहेछु भने कहाँनिर, यहाँनिर यसरी सोर्स मैले यसरी सोर्स राखेँ भने यो सोर्स चाहिँ यो बिचबाट ट्याक्कै यसरी जानु पर्यो, यहाँ जानु पर्यो। अब यहाँ अर्को के हुनु पर्यो, यहाँबाट यसरी ठोकिएर यहाँ सिधा यसरी जानु पर्यो, यहाँबाट यसरी ठोकिएर सिधा यहाँ पनि जानु पर्यो। यो त कर्नर्स हो नि, कर्नर्समा त यसरी यसरी बेन्ड भएर पनि जानु पर्यो, यसरी बेन्ड भएर पनि जानु पर्यो। यहाँनिर यति त ब्राइट देखिन्छ नि, होइन? BRIGHT ब्राइट देखिन्छ। अनि ब्राइट देखिसकेपछि यो पोइन्ट डार्क होला, फेरि यो पोइन्ट ब्राइट हुन्छ, अनि यो पोइन्ट डार्क होला, यो पोइन्ट ब्राइट हुन्छ, यहाँ फेरि के हुन्छ, ब्राइट हुन्छ। यसरी ज्योमेट्रिकल स्याडोहरू फर्मेसन हुन जान्छ, यसरी फर्मेसन हुन जान्छ। यो स्लिट AB यसरी लिएको छ। यो दुईटै पिक्चरबाट के देखियो त? यो दुईटै पिक्चरबाट के देखियो त? अब्स्ट्याकलमा लाइट यसरी बेन्ड हुँदो रहेछ। यहाँ सिधा जानुपर्ने हो नि, यहाँनिर अलिकति बेन्ड भयो, सिधा जानुपर्ने हो नि, यहाँनिर अलिकति बेन्ड भयो। यो यहाँ कर्नर्समा यसरी ठोकियो नि, सिधा जानुपर्ने हो नि, यसरी बेन्ड भयो। त्यो कारणले गर्दा यहाँनिर ब्राइट बन्यो, यो पोइन्ट डार्क बन्यो, ब्राइट बन्यो, डार्क बन्यो, ब्राइट बन्यो। यसरी जोमेट्रिकल स्याडोहरू फर्मेसन हुन जान्छ। लाइक दिस, यसमा पनि सिधा जानुपर्ने बेन्ड भयो, सिधा जानुपर्ने बेन्ड भयो। स्याडो हाई इन्टेन्सिटीको स्याडो, लो इन्टेन्सिटीको स्याडो, यसरी जोमेट्रिकल रिजनहरू फर्मेसन हुन गयो। द फेनोमेनन अफ बेन्डिङ अफ लाइट, द फेनोमेनन अफ बेन्डिङ अफ लाइट एराउन्ड द कर्नर्स अफ एन अब्स्ट्याकल, के भने मैले, द फेनोमेनन अफ बेन्डिङ अफ लाइट एराउन्ड द कर्नर्स अफ एन अब्स्ट्याकल एन्ड स्प्रेडिङ इन्टु द रिजन अफ जोमेट्रिकल स्याडो, एन्ड के अरे spreading into the region of geometrical shadow is called diffraction. मैले लेख्छु ल, यसको डेफिनेसन के त? the phenomenon of bending of light around the corners of an obstacle and spreading into the region of geometrical shadow
into the region of geometrical shadow is called diffraction of light. Diffraction of LIGST light. Okay, छ कि छैन? बुझिन्छ कि नहीं? The phenomenon of bending of light around the corners of an obstacle and spreading into the region of geometrical shadow is called diffraction of light. अब इसका example है. First example, the web of spider become brighter on exposure to sunlight. ती सन का रेजहरू जब माकुराको जालोमा पर्छ ड्यू टु डिफ्र्याक्सनको कारणले गर्दा ब्राइटर देखिन्छ. The tip of the needle doesn't give the sharp image on the screen. त्यो हामीले 11 क्लासमा अप्टिकल बेन्चको एक्सपेरिमेन्ट गरेका हुन्छौँ. The tip of the needle does not produce a sharp image due to the diffraction of light. The most familiar example of diffraction is the spread of the color in a rainbow. इन्द्रेणी पर्दाखेरि डिफ्र्याक्सनको कारणले गर्दा हामीले त्यो कलरहरू व्हाइट कलरहरू स्प्लिट भएको देखिरहेका हुन्छौँ. 7वटा कलरमा स्प्लिट हुन्छ. VIBGYUR. The ability to hear a sound around the corners from where they were generated. हामी त्यो कर्नरहरूमा बिल्डिङहरूको कर्नरमा त्यो साउन्ड ठोकेर आएको डिफ्र्याक्सनको कारणले बेन्डिङ भएर आएको साउन्डहरू सुन्छौँ. अर्को the colorful pattern of the light seen on a CD or a DVD, which is due to diffraction of light. These are the most familiar and used to example of diffraction of light. अब के त यसका टाइप्सहरूको बारेमा डिस्कस गरौँ. टाइप्स अफ डिफ्र्याक्सन. फ्रेस्नल डिफ्र्याक्सन. डिफ्र्याक्सन प्याटर्न अलरेडी डिस्कस गरिसकेका छौँ. The diffraction in which source and screen are at a finite distance from the obstacle. Obstacle बाट finite distance मा source र screen छ भने this type of diffraction is known as a Fresnel diffraction. जसको लागि लेन्सको जरुरत पर्दैन to observe diffraction pattern को लागि. In this type of a diffraction, the incident as well as diffracted wavefront are spherical or cylindrical हुन सक्छ. Point to be noted. इजिली पर्सिबेबल हुनेवाला डेफिनेसन लेखेको छु. पोइन्ट टु बी नोटेड. इजिली कसरी क्याच गर्न सकिन्छ त्यो डेफिनेसन राखेको छु. द डिफ्र्याक्सन इन विच के अरे सोर्स एन्ड स्क्रिन आर एट अ फाइनाइट डिस्टेन्स फ्रम द अब्स्ट्याकल इज नन एज फ्रेस्नल डिफ्र्याक्सन. अब पालो फ्रनहोफर डिफ्र्याक्सनको लागि. फ्रनहोफर डिफ्र्याक्सनमा यो सोर्स भयो, यो सोर्स भयो, यहाँ लेन्स राखेको छु, यहाँ त स्पेरिकल वेभ फ्रन्ट थियो, यहाँबाट प्लेन वेभ फ्रन्टमा कन्भर्ट गरेँ, यहाँ स्लिट राखेको छु, यहाँ यसरी लगाएर कन्भर्ट गरेको छु. When both source and screen are at a greater distance from the obstacle, obstacleबाट greater distance मा छ भने such type of diffraction is known as Fraunhofer diffraction. विद्यार्थी भाइ बहिनीहरू, अबको पालोमा Fraunhofer diffraction at a single slit. मैले अघिल्लो भिडियोमा वेभ एन्ड अप्टिक्स को मोस्ट इम्पोर्टेन्ट यंग्स डबल स्लिट एक्सपेरिमेन्ट को बारेमा डिस्कस गराइसकेको छु. हेर्न छुटाउनु भएको छ भने त्यो दिएको लिंकमा क्लिक गरेर हेर्न सक्नुहुनेछ. अब फ्रनहोफर डिफ्र्याक्सन एट अ सिंगल स्लिट तिमीहरूलाई कसरी सजिलो हुन्छ म त्यसरी सिकाउने छु. भिडियो सँगै रहनु होला. फर्स्ट अफ अल म ड्रबाट स्टार्ट गर्छु. ड्र कसरी सजिलो हुन्छ म त्यसरी बनाइदिन्छु. यो भन्दा सजिलो वे छ जस्तो मलाई लाग्दैन. ल हेरौँ है त. फर्स्ट अफ अल सुरुमा यसरी लेन्स बनाऊ. एउटा लेन्स बनाऊ. लेन्सको साइडमा स्क्रिन बनाऊ. मैले फिगर अलिकति ठुलै साइजको बनाउँछु, त्यसो भए बुझ्न सजिलो हुन्छ कि भनेर यसरी स्क्रिन बनाएँ. यहाँबाट प्यारलल बीम अफ लाइटहरू यसरी पठाएको छु. यसरी यसरी बनाउने छु. यो बीचको त सिधै यहाँ स्क्रिनसम्म पुर्याइदिएँ मैले. यसरी बीचको त सिधै स्क्रिनसम्म पुर्याऊ है. एकैचोटि एउटै लाइन तान्दा राम्रो हुनेछ. यसरी स्क्रिनसम्म पुर्याइदिएँ. योबाट यहाँ गएर मिट भयो. यसरी योबाट यसलाई पनि अलिकति तलबाट तानौँ न. यसलाई पनि अलिकति तलबाट यसरी तानेर यो यहाँबाट गएको यहाँ गएर मिट भयो. यसरी यो पोइन्टलाई ओ भनेर राख्छु. यसरी अब यहाँनिर मैले स्लिट देखाउने छु. यसरी यो स्लिट हो हाम्रो लागि. योबाट डट 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 गरेर यसरी जोइन गरौँ.
यसरी जोइन गरौँ। यो स्लिट AB, यसको नाम A राखेँ, यसको नाम B राखेँ। यताबाट यसरी प्लेन वेभ फ्रन्टहरु यसरी आइरहेको छ, प्लेन वेभ फ्रन्टहरु यसरी आइरहेको छ, यहाँ यसरी प्लेन वेभ फ्रन्टहरु आइरहेको छ। यो यसरी जाँदा यो पोइन्टमा कन्भर्ज भयो, ब्राइट फ्रिन्ज, म्याक्सिमम इन्टेन्सिटीको ब्राइट फ्रिन्ज यहाँ भन्छ, जसलाई सेन्ट्रल म्याक्सिमा पनि भनिन्छ। अब यो नामै त डिफ्र्याक्सन हो नि, यसलाई 13 डिग्रीको एंगलले यसरी डिफ्र्याक्टेड गरिदियो, यहाँसम्म यसरी यो पोइन्टमा पनि डिफ्र्याक्सन गर, यसरी डिफ्र्याक्सन गर, यसरी यो ल्याएर यहाँ मिट गर, यसरी यहाँबाट पनि डिफ्र्याक्सन गर, यसरी यहाँसम्म भयो। यो यसरी बेन्ड गरेर लैजाऊ, यसरी बेन्ड गरेर लैजाऊ। यो PO भयो भने यो पोइन्टको नाम P राख। यो थीटा डिग्रीको एंगलले डिफ्र्याक्सन गरिएको छ, थीटा डिग्रीको एंगलले डिफ्र्याक्सन गरिएको छ, थीटा डिग्रीको एंगलले डिफ्र्याक्सन गरिएको छ। यो पोइन्टमा यसरी मिट हुन गयो, यसरी ओके छ नि। यो दुईवटा स्लिट बीचको सेपरेसन, यो स्लिटदेखि यहाँसम्मको सेपरेसन स्मल b बनाइदेऊ। यो स्लिट, दुईवटा स्लिट बीचको डिस्टेन्स, बीचको पोइन्टलाई C मार्क गर। कति अरे C यसरी लेखाऊ। यहाँबाट यहाँसँग यसरी परपेन्डिकुलर ड्र गर। यहाँ परपेन्डिकुलर हुन्छ है कान्छो, यहाँ परपेन्डिकुलर बनाऊ, यसको नाम यहाँ लेख, परपेन्डिकुलर। यो डिफ्र्याक्सन एंगल थीटा हो, यो थीटा हो, यो थीटा हो। यो र यो बीच 90 डिग्री हुन्छ। कति डिग्री हुन्छ अरे 90। यो थीटा भएपछि यो 90 माइनस थीटा भयो, फेरि यो र यो 90 हुन्छ। त्यो कारणले गर्दा यो एंगल पनि थीटा नै हुन्छ। कसरी रे? यो र यो 90 डिग्री हुन्छ, यो र यो 90 हुन्छ। यो थीटा भएपछि यतापट्टिको 90 माइनस थीटा भयो, फेरि यो त अभियस 90 हुन्छ नि, यो 90 माइनस थीटा भएपछि त्यो थीटा हुनु पर्यो। यहाँसम्म ठीक छ। अब O देखि P सम्मको डिस्टेन्स, O देखि P सम्मको, P पोइन्ट सम्मको डिस्टेन्स y लेखौँ यसरी। O देखि P पोइन्ट सम्मको डिस्टेन्स y लेखिदिउँ, यहाँसम्मको डिस्टेन्स y लेखिदिउँ। यो स्क्रिन हो, स्लिट देखि स्क्रिन सम्मको डिस्टेन्स, स्लिट देखि स्क्रिन सम्मको डिस्टेन्सलाई क्यापिटल D ले नोटेसन गरौँ। यो स्लिट देखि स्क्रिन सम्मको डिस्टेन्सलाई क्यापिटल D ले नोटेसन गरौँ। यो त के हो त राजा? लेन्स याद हो। के हो? लेन्स याद हो। लगभग फिगर सकियो। अब यो यहाँबाट गएको यो पोइन्ट O मा सेन्ट्रल म्याक्सिमा, आई मिन हाई इन्टेन्सिटीको ब्राइट फ्रिन्ज देखिन्छ, त्यसलाई सेन्ट्रल म्याक्सिमा भनिन्छ। सेन्ट्रल म्याक्सिमाबाट माथितिर पनि तलतिर पनि फेरि अर्को डार्क ब्राइट यस्तो ज्योमेट्रिकल रिजनहरु फर्मेसन हुन्छ। त्यही ज्योमेट्रिकल रिजनहरु फर्मेसन हुने फेनोमेननलाई डिफ्र्याक्सन अफ लाइट भनिन्छ। त्यसैको बारेमा हेर्दैछौँ। यो त फ्रन्ट अफ डिफ्र्याक्सन एट अ सिंगल स्लिट भयो। FRAUT front offers diffraction at a SINGL single slit भयो। अब केही सपोजिसन पार्ट, मैले पिक्चर बनाउँदैमा सबै कुरा बोलिसकेको छु। लेट AB भनेर लेखौँ। AB a slit of white small d छ। XY भनेको स्क्रिन हो, which is at distance capital D from a slit बाट capital D को डिस्टेन्समा छ। O भनेको सेन्टर अफ द स्क्रिन, C भनेको मिड पोइन्ट अफ द स्लिट को मिड पोइन्ट हो, र थीटा भनेको एंगल अफ डिफ्र्याक्सन हो।
ल्याङ्ग्वेजको पार्ट हो, धेरै लेख्न जरुरी छैन। At center O of the screen, bright fringe of the maximum intensity is formed, which is known as central maxima. Already भनिसकेको छु। अब at point P, secondary maxima or secondary minima are formed according to the path difference. According to the key difference, path difference. SERE. Here, key difference the path difference. दुईवटा वेभ बीचको पाथ डिफरेन्स यहाँ हेरौँ न, यहाँबाट यहाँसम्म पुगेको, यहाँबाट यहाँसम्म पुगेको दुईवटा वेभको पाथ डिफरेन्स भनेको बिएन। यहाँबाट यहाँसम्म पुग्न जति लाग्छ, यहाँबाट यहाँसम्म पुग्न त्यति लाग्छ, किनकि यहाँ नर्मल ड्र गरेको छु। यति बीदेखि एनसम्म चाहिँ यो एडिसनल पार्ट हो, त्यसैलाई पाथ डिफरेन्स भनेको। पाथ डिफरेन्स इजिली बुझ न, तिमी दुईजना साथीहरू एउटै पोइन्टमा पुग्नु छ, एउटा यहाँदेखि यहाँसम्म पुग्यो, अर्को यहाँदेखि यहाँसम्म पुग्यो, यो साथी तिम्रो साथी चाहिँ एडिसनल कति डिस्टेन्स हिँड्यो, बिएन डिस्टेन्स चाहिँ एडिसनल हिँड्यो, त्यही एडिसनल डिस्टेन्सलाई नै पाथ डिफरेन्स भनेको। पाथ डिफरेन्स इज इक्वल टु हाम्रो यहाँ के भयो त, बिएन भयो। बीदेखि एनसम्म नै पाथ डिफरेन्स भयो। फ्रम ट्रायंगल कुन ट्रायंगलबाट लिगौँ त, एएनबीबाट, फ्रम ट्रायंगल एएनबीबाट यो 90 डिग्री भनेको छु, यो बेस भयो, यो त के भयो, बेस भयो, यो 90 को सिधा यतापट्टि एच भयो, अनि यो त पी भयो नि। यहाँबाट साइन थीटा इज इक्वल टु के हो त, साइन थीटा भनेको त पी बाई एच हो। पी भनेको कति छ, एच भनेको कति छ, पी भनेको कति छ, बिएन छ, एच भनेको डी छ। योबाट बिएन इज इक्वल टु डी साइन थीटा भन्ने कुरा आयो। बिएन इज इक्वल टु दैट इज पीएटीएच, पाथ डिफरेन्स इज इक्वल टु कति हुँदो रहेछ, डी साइन थीटा हुँदो रहेछ। पाथ डिफरेन्स इज इक्वल टु डी साइन थीटा। मैले के भने रे, पोइन्ट ओ मा ब्राइट फ्रिन्ज अब्टेन हुन्छ, त्यसलाई सेन्ट्रल म्याक्सिमा भनिन्छ। यहाँबाट गएका प्यारलल लाइटका बीमहरू, वेभ्सहरू यो लेन्सबाट कन्भर्ज गरेर पोइन्ट ओ मा सेन्ट्रल म्याक्सिमा देखिन्छ। अब हामीलाई त अब सेन्ट्रल म्याक्सिमाको अपवार्डतिर पनि ज्योमेट्रिकल रिजनहरू क्रिएट हुन्छ, ब्राइट डार्क देखिन्छ, तल पनि ब्राइट डार्क देखिन्छ। कुनै एउटा पोइन्ट पी सपोज गरेका छौँ वाइ डिस्टेन्समा, अब त्यो पोइन्ट पी सेन्ट्रल म्याक्सिमाको पोइन्ट पनि हुन सक्छ, सेन्ट्रल मिनिमाको पोइन्ट पनि हुन सक्छ। दैट डिपेंड अपन पाथ डिफरेंस, दैट डिपेंड अपन के रे, पाथ डिफरेंस फॉर nth सेकेंडरी मिनिमा एट पॉइंट पी। फॉर यो पॉइंट पी में सपोज सेकेंडरी मिनिमा बन्यो भने यसको लागि पाथ डिफरेंस इज इक्वल टू n लैम्डा हुनुपर्छ। वेयर राजी n को भ्यालु कति हुन सक्छ, +-1 +-2 डट 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 हुन सक्छ। मैले प्लस माइनस किन लेखेको त अहिले इन्डिकेट गरिसकेँ, यो ओ बाट अपवार्डतिर जाँदा +1, यो ओ बाट डाउनवार्डतिर जाँदा -1। अब एउटा कन्फ्युजन हुन सक्छ, मैले फर सेकेन्डरी मिनिमाको लागि n ल्याम्डा लेखेँ, योङ्स डबल स्लिट एक्सपेरिमेन्ट गर्दा फर सेकेन्डरी म्याक्सिमाको लागि, फर कन्स्ट्रक्टिभ इन्टरफरेन्सको लागि n ल्याम्डा नै लेखेको थिएँ। कन्फ्युजन जस्तो लाग्यो हो, म त्यसलाई दूर गर्ने कोसिस गर्दैछु। अब यतातिर क्यामेरा देखाउनु पर्यो। इन्टरफरेन्स के हो, डिफ्र्याक्सन के हो? इन्टरफरेन्स इज द फेनोमेनन अफ रिडिस्ट्रिब्युसन अफ लाइट। के रे, द फेनोमेनन अफ रिडिस्ट्रिब्युसन अफ लाइट energy in a medium because of superposition of wave coming from two coherent sources. That is, it is the result of superposition of wave starting from two different different source बाट आएका वेभहरू सुपरइम्पोज भएर इन्टरफरेन्स प्याटर्न बन्छ। जस्तो मैले त्यहाँ कन्स्ट्रक्टिभ इन्टरफरेन्स हुन के हुनुपर्छ भनेको थिएँ, एउटा वेभको क्रेस्ट अर्को वेभको क्रेस्टसँग म्याचिङ भयो, एउटाको ट्रफ अर्कोको ट्रफसँग म्याचिङ भयो भने
म्याक्सिमम इन्टेन्सिटी देखिन्छ, अझै चर्को देखिन्छ, ब्राइट फ्रिन्ज देखिन्छ भनेको थियो। बट डिफ्र्याक्सनमा के हुन्छ त? डिफ्र्याक्सनमा के हुन्छ त? एउटै वेभ फ्रन्टका डिफ्रेन्ट पोजिसनमा भएका वेभहरू, एउटै वेभ फ्रन्टका डिफ्रेन्ट पोजिसनमा भएका वेभहरू सुपर इम्पोज भएर डिफ्र्याक्सन बन्न जान्छ। मैले फर सेकेन्डरी मिनिमाको लागि, फर के को लागि? यो डिफ्र्याक्सनको लागि, फर SECONDARY सेकेन्डरी मिनिमाको लागि PATH पाथ डिफरेन्स इज इक्वल टु n ल्याम्डा लेखेँ। n भनेको सट्टामा 1 लेखेँ भने त यो पाथ डिफरेन्स कति भयो राजा? ल्याम्डा भयो। स्लिट यहाँदेखि यहाँसम्म छ, यसरी लाइटको सोर्स आएको हो। ल्याम्डालाई दुईवटा इक्वल पार्टमा डिभाइड गर्ने। दुईवटा इक्वल पार्ट के हुन सक्छ? एउटा λ/2 हुन सक्छ, अर्को λ/2 हुन सक्छ। एउटै वेभ फ्रन्टको दुईवटा पोजिसनमा भएका वेभहरू, एउटा λ/2 अर्को λ/2 पोइन्ट P मा पुग्दा सुपर इम्पोज हुन्छ। एउटा पोजिटिभ हाफ भयो, अर्को नेगेटिभ हाफ भयो, यो पोइन्ट P मा सुपर इम्पोज भएर 0 बन्छ। आई मिन डार्क फ्रिन्जेस देखिने भयो। 1 ल्याम्डा देखाउँदा त यस्तो लाग्यो तिमीहरूलाई। अब मैले यसो गरे कसो हुन्छ सर भनौला। पाथ डिफरेन्स इज इक्वल टु मैले 2 ल्याम्डा राखेँ भने ए देखि बी सम्मको स्लिटलाई टोटल 2 ल्याम्डा लेखेँ भने त्यसलाई कतिवटा इक्वल पार्टमा डिभाइड गरेँ त मैले? λ/2, अर्को पनि λ/2, अर्को पनि λ/2, अर्को पनि λ/2 छ। यो त इभन नम्बर भयो, क्यान्सल आउट भयो, डार्क फ्रिन्जेस देखियो। योबाट के कन्क्लुजन निकाल्दै छु त मैले? डिफ्र्याक्सनको लागि, फर डिफ्र्याक्सन एट अ सिंगल स्लिटको लागि सेकेन्डरी मिनिमा आई मिन डार्क फ्रिन्जेस देखिनको लागि पाथ डिफरेन्स n ल्याम्डा हुनुपर्ने रहेछ। अब कुरा गरौँ, मैले यो फर नलेजको लागि, नोट फर बेनिफिटको लागि यो साइड लेखेको हो। नोटमा लेख्न जरुरी छैन, म नोटमा लेख्न त यो लेख भनेर भनिहाल्छु। फर सेकेन्डरी मिनिमा जस्तै डिफ्र्याक्सनको लागि फर के त राजा? सेकेन्डरी म्याक्सिमाको लागि के हुनुपर्छ त नि? सेकेन्डरी म्याक्सिमाको लागि पाथ डिफरेन्स, सेकेन्डरी म्याक्सिमाको लागि पाथ डिफरेन्स इज इक्वल टु 2n + 1 ल्याम्डा बाई कति हुनुपर्छ? 2 नै हो। WHERE वेयर n भने त कति हो? ±1 कति राजा? ±2 ... नै। अब यसमा मैले के गरेँ? n को भ्यालु 1 राखेँ भने त पाथ डिफरेन्स इज इक्वल टु कति आयो? 3 λ/2 आयो। अघिको जस्तै गरी मैले यसलाई स्लिट ए देखि बी सम्मको डिस्टेन्सलाई तीनवटा इक्वल पार्ट्समा डिभाइड गर्न सकेँ। एउटा λ/2, अर्को λ/2, अर्को पनि कति त? λ/2 भयो। यो दुईवटा λ/2 त क्यान्सल आउट भएर गयो, बच्यो त के? λ/2 मात्र बच्यो। त्यही भएर सेन्ट्रल ओमा जति ब्राइट फ्रिन्ज देखिएको थियो त्यो पोइन्ट P मा सेकेन्डरी म्याक्सिमामा त्योभन्दा केही त्यो ब्राइटनेस घट्ने भयो, इन्टेन्सिटी घट्दै जाने भयो। अहिले म इन्टेन्सिटी डिस्ट्रिब्युसनको ग्राफ पनि देखाउने छु। फिगरमा तिमीहरूलाई कम्प्लेक्स हुन्छ भनेर मैले घटाइदिएको, लास्टमा म इन्टेन्सिटी डिस्ट्रिब्युसनको ग्राफ पनि याद गर्नेछु। एक्जामको लागि यति भए पुग्छ, त्यही भएर मैले यो देखाएको। कुरो बुझ्यौ नि? डिफ्र्याक्सनको लागि फर n सेकेन्डरी मिनिमा भन्यो भने पाथ डिफरेन्स n ल्याम्डा राख। फर nth सेकेन्डरी म्याक्सिमा भन्यो भने पाथ डिफरेन्स कति राख्ने? 2n + 1 λ/2। क्लियर भयो नि? क्लियर भयो नि? ओके छ। अब त्यो पार्ट कन्टिन्यू गरौँ। यतापट्टिको पार्ट मैले हटाइदिएँ, यो पार्ट मेटाइदिएँ। अब यसरी फर nth सेकेन्डरी मिनिमा एट पोइन्ट P पाथ डिफरेन्स n ल्याम्डा, यो यति नै छ। और के भयो त? पाथ डिफरेन्स भने त n ल्याम्डा इज इक्वल टु हामीसँग कति छ? d sin थीटा छ। और योबाट मैले कति लेखेँ? sin थीटा इज इक्वल टु
n ल्याम्डा बाई d भनेर यसरी राख्यौं यसरी n ल्याम्डा बाई d भनेर यसलाई इक्वेसन 1 भनेर राख्यौं also from FIGURE figure बाट also from figure बाट यो in triangle के मा त COP मा लिए मैले COP मा लेखे यो त कति डिग्री हुन्छ भन त 90 डिग्री हुन्छ COP मा tan थीटा इज इक्वल टु P by B हो यो त बेस भयो यो P हुन्छ भनेको कति y अपन d लेख्न पाइयो बुझ्छौ यो P हुन्छ राजा यो B हुन्छ यहाँदेखि यहाँसम्मको डिस्टेन्स त d छ tan थीटा भनेको P by B हो tan थीटा भनेको P by B हो यति आयो tan थीटा इज इक्वल टु y by d आयो यसलाई इक्वेसन II लेखे फर स्मल एंगल ANGLE एंगल थीटा एकदमै त्यो त डिफ्र्याक्सन मैले हिजो नि भनेको थिएँ यंग्स डबल स्लिट एक्सपेरिमेन्टमा यो त आफैमा माइक्रोस्कोपिक पार्टिकललाई म्याक्रोस्कोपिक बनाएर बुझ्ने कोसिस गरेका हौ है त फर स्मल एंगल थीटामा के हुन्छ त साइन थीटा भनेकै के हुन्छ tan थीटा हुन्छ साइन थीटा भनेको कति छ हामीसँग n ल्याम्डा बाइ d छ इज इक्वल टु tan थीटा भनेको y बाइ d छ अब योबाट मैले उता लेख्छु है त योबाट के हुन्छ त भने y इज इक्वल टु और y इज इक्वल टु के भयो त n अनि कति ल्याम्डा अनि कति क्यापिटल d बाइ कति भयो त स्मल d दैट इज मैले के लेखे y n इज इक्वल टु n ल्याम्डा d बाइ d लेखे y n इज इक्वल टु n ल्याम्डा d बाइ d लेखे वेयर अघि नै पनि लेखेको स्मल n भने त कति हो प्लस माइनस 1 प्लस माइनस 2 डट 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 हेन्स यसले के भन्न खोज्या हो त 1 राख्यो भने ल्याम्डा d बाइ d डिस्टेन्समा के आउँछ सेकेन्डरी मिनिमा आउँछ 2 राख्यो भने 2 ल्याम्डा d बाइ d डिस्टेन्समा अर्को सेकेन्डरी मिनिमा आउँछ यसरी त्यो भनेको हो नि त्यो लेखिरहन जरुरी छ र लेन्दी हुन्छ नि डेरिभेसन कुरो बुझ्यौ n को भ्यालु कति राख्न सक्छौं 1 राख्न सक्छौं 2 राख्न सक्छौं त्यो राख्न सक्छौं हेन्स डिस्टेन्स बिट्विन any two consecutive minima distance between any two consecutive minima is called distance between any two consecutive के भने मैले secondary distance between any two consecutive secondary minima is called FRINGE fringe width हुन्छ फ्रिन्ज वाइड्थ लाई बीटाले नोटेसन गरिन्छ गान्छु यंग्स डबल स्लिटमा जति आथे हामी त्यति आउँछ 2 ल्याम्डा d बाइ d बाट 1 ल्याम्डा d बाइ d घटाउँदा कति रहन्छ त ल्याम्डा d बाइ d रहन्छ बीटा इज इक्वल टु ल्याम्डा d बाइ कति नै हुन्छ d नै हुन्छ यो नबुझिन सक्छ है मैले यहाँ लेन्दी हुन्छ भनेर घटाइदिए यो कसरी भएको त यहाँ हेर त फर n is equal to 1 हुँदा y1 is equal to lambda d by कति भयो त d भयो फर n is equal to 2 हुँदा y2 is equal to कति भयो 2 lambda d by d भयो फर n is equal to 3 हुँदा y3 is equal to 3 lambda d by d भयो and के अन्त so on भनेर यसरी लेख्न सकिन्छ त्यो डिस्टेन्स बिट्विन एनी टु कन्जिक्युटिभ सेकेन्डरी मिनिमा भनेको छु नि कुनै दुईटाको डिफरेन्स गरे भयो कन्जिक्युटिभ हुनु पर्यो अब यहाँ त के त अल्सो हामीले लेख्न खोजेको के हो त बीटा इज इक्वल टु के लेखेर y2 minus y1 y2 भनेको कति हो 2 lambda d by d minus lambda d
डी बाई डी आएन त यो ल्याम्डा डी बाई डी ठिक छ नि बुझिन्न कि भनेर मैले लेखाएको है त डिस्टेन्स बिट्विन एनी टु कन्जिक्युटिभ सेकेन्डरी मिनिमा इज कल्ड फ्रिन्ज वाइड्थ भनेको सेन्ट्रल म्याक्सिमाबाट कति डिस्टेन्समा सेकेन्डरी मिनिमा आउँदो रहेछ ल्याम्डा डी बाई डी डिस्टेन्स ल्याम्डा डी बाई डी डिस्टेन्स अर्को 2 ल्याम्डा डी बाई डी डिस्टेन्स हो अर्को 3 ल्याम्डा बाई डी डिस्टेन्स हो माथि भयो भने प्लस तल भयो भने माइनस एट लास्ट इन्टेन्सिटी डिस्ट्रिब्युसनको ग्राफ बनाउँछु भनेकै छु अब केमा जानु पर्यो त फर nth सेकेन्डरी मिनिमा भने जस्तै फर nth सेकेन्डरी म्याक्सिमा एट पोइन्ट पी तिर जाउँ त्यसको लागि पाथ डिफरेन्स इज इक्वल टु 2n प्लस 1 अनि कति हुनुपर्छ रे गान्छु ल्याम्डा बाई 2 वेयर n को भ्यालु कति भनेको प्लस माइनस 1 प्लस माइनस 2 डट 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 हुनुपर्छ सो हामीसँग के छ त 2n प्लस 1 ल्याम्डा बाई 2 भने त पाथ डिफरेन्स अघि नै निकालेको कति छ d sin थीटा छ योबाट sin थीटा इज इक्वल टु कति आयो 2n प्लस 1 अनि 2n प्लस 1 ल्याम्डा बाई कति भयो 2 स्मल d आयो यो sin थीटा इज इक्वल टु यति लेखेर राख्यौ अल्सो फ्रम फिगरबाट इन ट्रायंगल कुनमा भनेको मैले COP मा अघि नै लेखेको tan थीटा इज इक्वल टु y बाई कति भयो त d भयो सिन्स फर अघि नै भने हैन र सिन्स फर SMALL स्मल एंगल थीटा को हकमा के हुनु पर्छ अरे sin थीटा इज इक्वल टु नै कति हुनु पर्छ tan थीटा अब उतापट्टि लेखेन sin थीटा भने ठ्याक कति त 2n प्लस 1 ल्याम्डा बाई कति त 2d इज इक्वल टु कति आयो y बाई कति आयो त d आयो योबाट y इज इक्वल टु कति आयो और y इज इक्वल टु कति आयो त 2n प्लस 1 अनि ल्याम्डा क्यापिटल D बाई 2 स्मल d आयो यसरी यसलाई मैले अझै कसरी लेखे त दैट इज y अनि बेसमा n इज इक्वल टु 2n प्लस 1 अनि कति ल्याम्डा d बाई 2 स्मल d आयो यसलाई यसरी बक्समा राखे मैले अब के गर्छु त वेयर WHERE वेयर n भने त प्लस माइनस 1 प्लस माइनस 2 डट 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 हो n को भ्यालु 1 राखौं n को भ्यालु 2 राखौं 3 राखौं यसरी राखौं हेन्स त्यो किन लफडा गरिरहने हेन्स डिस्टेन्स बिट्विन एनी टु consecutive secondary maxima distance between any two consecutive secondary maxima is called के भन्नु पर्छ अरे FRINGE फ्रिन्ज वाइड्थ भन्नु पर्छ यसलाई केले नोटेसन गरिन्छ बीटा को भ्यालु कति नै आउँछ त ल्याम्डा d बाई d नै आउँछ यो गरिरहन आवश्यक छ र राजी फेरि मैले n इज इक्वल टु 1 राखेर y1 को भ्यालु आउँछ n इज इक्वल टु 2 राखेर y2 को भ्यालु आउँछ त्यो दुईटालाई घटाएर यो आउँछ यो गरिरहन जरुरी छैन यंग्स डबल स्लिट एक्सपेरिमेन्टमा पनि फ्रिन्ज वाइड त्यति नै आयो अहिले भर्खर पनि गरेर देखाए त्यति नै आयो फेरि पनि त्यति नै आउँछ पोइन्ट टु बी नोटेड जाने त भयो ओके छ नि अब वाइड्थ अफ सेन्ट्रल म्याक्सिमा विद्यार्थी भाइ बहिनीहरु मैले इन्टेन्सिटी डिस्ट्रिब्युसनको ग्राफ प्लट गरेको छु यो लाइनले इन्टेन्सिटी इन्डिकेट गर्छ यो डिस्टेन्स एबोभ सेन्टर ओ भन्दा माथिको डिस्टेन्स इन्डिकेट गर्छ यतातिर डिस्टेन्स बिलो द सेन्टर ओ भन्दा तलको डिस्टेन्स इन्डिकेट गर्छ सेन्टर ओ मा ब्राइट फ्रिन्ज अफ द म्याक्सिमम इन्टेन्सिटी इज अब्जर्भ व्हिच इज नोन एज द सेन्ट्रल म्याक्सिमा भनेको थियो यो लाइनले के इन्डिकेट गर्नुपर्छ त सेन्ट्रल म्याक्सिमा इन्डिकेट गर्नुपर्छ सेन्ट्रल म्याक्सिमा यो पिक भनेको सेन्ट्रल म्याक्सिमाको पिक हो यो त यहाँ ब्राइट बन्यो अब त्यसपछि ब्राइट को साइडमा त के बन्छ भनेको
फर्स्ट मिनिमा भन्छ यसरी। अनि फेरि यो त मिनिमा भयो, यो पोइन्ट त फेरि के भयो त फर्स्ट म्याक्सिमाको पोइन्ट भयो। सेन्ट्रलमा पनि ब्राइट बन्छ अनि त्यसपछि फर्स्ट मिनिमा बन्छ, फर्स्ट म्याक्सिमा बन्छ। सेन्ट्रलमा जति इन्टेन्सिटीको ब्राइट फ्रिन्ज बन्छ नि त्यसको इन्टेन्सिटी घट्दै जान्छ। किन रे? एउटै वेभ फ्रन्टका डिफ्रेन्ट पोजिसनको वेभहरू सुपर इम्पोज भएर डिफ्र्याक्सन फेनोमेननहरू अब्जर्भ हुन्छ, त्यही भएर इन्टेन्सिटी घट्दै जान्छ, अलरेडी भनिसकेको छु। यो फर्स्ट म्याक्सिमा भयो भने यो चाहिँ के हुनुपर्छ त सेकेन्ड के हुनुपर्छ मिनिमा हुनुपर्छ। यतापट्टि जस्तै यता पनि के हुनु पर्यो त फर्स्ट मिनिमा हुनु पर्यो साथी, फर्स्ट मिनिमा। यो के भयो त फर्स्ट म्याक्सिमा हुनु पर्यो यसरी। यो फेरि के लेखौँ सेकेन्ड के भयो त सेकेन्ड मिनिमा भयो यसरी। दुवैतिर इन्टेन्सिटी घट्दै जान्छ भनेर इन्डिकेट गरेका छन्। अब यो कति पोजिसनमा त यहाँ देखाएको छु नि मैले। सिन्स कन्डिसन फर सेकेन्डरी मिनिमा अलरेडी लेखिसकेका छौँ, डी साइन थीटा इज इक्वल टु एन ल्याम्डा। सेकेन्डरी मिनिमा देखिनको लागि पाथ डिफरेन्स एन ल्याम्डा हुनुपर्छ। डी साइन थीटा इज इक्वल टु एन ल्याम्डा, थीटा इज इक्वल टु एन ल्याम्डा बाई डी फर स्मल एन। एन्ड द्याट फर सेकेन्डरी म्याक्सिमा डी साइन थीटा इज इक्वल टु पाथ डिफरेन्स 2n + 1 ल्याम्डा बाई 2 हुनुपर्छ। अलरेडी डिस्कस गरिसकेका छौँ, योबाट थीटा यति आउँछ। यहाँ पाई हुँदा कति हुनु पर्यो त एन्सर, यता पाई हुँदा ल्याम्डा बाई डी डिस्टेन्स हुनु पर्यो। यहाँ कति त 2 ल्याम्डा बाई डी डिस्टेन्स हुनु पर्यो। यहाँ कति त 3 ल्याम्डा बाई डी डिस्टेन्स हुनु पर्यो। यो पोजिटिभ हाफ भयो, यतातिर माइनस ल्याम्डा बाई कति हुनु पर्यो डी हुनु पर्यो, माइनस 2 ल्याम्डा बाई डी हुनु पर्यो। यहाँ माइनस कति 3 ल्याम्डा बाई कति हुनु पर्यो डी हुनु पर्यो। अब कुरा गरौँ वाइड्थ अफ सेन्ट्रल म्याक्सिमाको बारेमा डिस्कस गरौँ। द डिस्टेन्स बिट्विन फर्स्ट 2 सेकेन्डरी मिनिमा इजिली बुझिन्छ। फर्स्ट यतापट्टि साइडको लेफ्ट ह्यान्ड साइडको मिनिमाबाट राइट ह्यान्ड साइडको मिनिमा बिचको डिस्टेन्सलाई नै सेन्ट्रल म्याक्सिमा भनिन्छ। द डिस्टेन्स बिट्विन फर्स्ट सेकेन्डरी मिनिमा on either side of central maxima is called width of the central maxima or central diffraction peak भनिन्छ। यता हेर न, यो ओ देखि यहाँसम्मको डिस्टेन्स ल्याम्डा डी बाई डी, ओ देखि यहाँसम्मको डिस्टेन्स ल्याम्डा डी बाई डी, द्याट इज फ्रिन्ज वाइड्थ। के वाइड्थ अरे फ्रिन्ज वाइड्थ। इट इज जनरली डिनोटेड बाई, इट इज भने के वाइड्थ अफ द सेन्ट्रल म्याक्सिमा इज जनरली डिनोटेड बाई बीटा नट। यो 2 टाइम्स बीटा हुने भयो, 2 टाइम्स फ्रिन्ज वाइड्थ हुने भयो। द्याट्स वाइ बीटा नट इज इक्वल टु 2 ल्याम्डा डी बाई डी आयो। ओके छ नि? मलाई आशा छ तिमीहरूलाई सजिलो फिल भयो किनकि इजी फिजिक्ससँग जोडिएका छौँ। बाँकी फर्दर कुनै डेरिभेसन नजानेको भए मलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्छौ, ती डेरिभेसनहरू म तिमीहरूलाई फेरि अर्को भिडियो लिएर आउनेछु। एट लास्ट इजी फिजिक्स बिपी सार्थक युट्युब च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई, फेरि भेटौँ।